नेपालमा छ संसारकै पहिलो मन्दिर जहाँ माता लक्ष्मीको 5वटा स्वरूपको एकै ठाउँमा पूजा गरिन्छ। फुलै फुलले मजाले सजिएर बसेको यो हो श्री पञ्च महालक्ष्मी मन्दिर। करिब 14 वर्ष अघि भक्तपुरको छालिङमा अखण्ड ज्योति बाबाद्वारा स्थापित यो मन्दिर यसको युनिक बनावट र शान्त वातावरणको लागि धेरै नै फेमस छ। संसारको कुनै पनि मन्दिरमा महालक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी, श्रीलक्ष्मी र मोक्षलक्ष्मीको एकै ठाउँमा पूजा गरिँदैन। तर नेपालमा रहेको यस मन्दिरमा लक्ष्मी माताको 5वटा स्वरूपको एकै ठाउँमा पूजा गरिन्छ भने तिहारको बेला लक्ष्मी पूजाको दिन त झन् धेरै नै ठुलो पूजा हुन्छ रे यहाँ। यहाँको कलाकृतिले चाहिँ नेपालमै बसेर साउथ इन्डियाको ग्रान्ड मन्दिरहरूको झलक पनि दिने रहेछ। काठमाडौँ भ्याली नजिकै नगरकोट जाने बाटोमा पर्ने यो ठाउँ पिसफुल भाइब्सको लागि एकदमै बेस्ट छ। सो जाने होइन त अब संसारकै पहिलो पञ्च महालक्ष्मी मन्दिर दर्शन गर्न।